विद्यार्थीहरू पढिरहेका थिए अनि हामी सरले पढाइराख्नु भएको थियो है। साथीहरू के छ खबर? सबै ठिक छ? आउनु के छ? मेरो त 2-3 दिनदेखि दाँतमा सञ्चालन हुन्छ, शरीरबाट चिसो खाँदाखेरि तातो खाँदाखेरि मलाई हुन्छ दाँतमा कुनै काम गरेर मलाई त खाना कति गाह्रो हुन्छ। हो कतिदेखि भएको तिमीलाई यस्तो? 3 दिन जति भयो। मेरो मामाले भन्नुभएको थियो कि किरानाको दाममा कुटीको दाममा वाक्को चाहिँ हाल्यो भने सजिलो हुन्छ। एकचोटि ट्राई गरेर तिमी घरमा गएर हुन्छ, म आज घरमा गएर अनि लम्बो तेल चाहिँ आफ्नो दाँतमा हालेर के भयो भन्छन् है? साथीहरू केही स्कुल आएका छन् है। के भयो रामहरू तिमीलाई? त्यो राति लौङको तेल राखेर राति त ठिक भयो, तर राति 3 आधादेखि फेरि मेरो दाँत एकदम दुखिरहेको छ। मैले त आज खाना पनि खान सकेन। हिजोभन्दा नि धेरै दुखिरहेको हो तिमीलाई? एकदम साह्रै दुखिरहेको छ। ए मेरो मामुले भन्नुभएको थियो कि झाँक्रीकोमा गयो भने दाँतमा लागेको किराहरू पनि निकालिन्छ अरे। तिमी एकचोटि जान्छौ झाँक्रीकोमा? नि लोकल मलाई त अलिक साथ भइरहेको छ। तिमी हेरेको कता छ? मैले सुनेको छु। म तिमीलाई लग्छु झाँक्रीकोमा। महाराज मेरो दाँत त साह्रै दुखिरहेको छ। राति सुत्न सक्दैन म राम्ररी, न खाना खान सक्छु। हजुरले केही कृपा गर्नुहोस्। यो खोलाको कसैले छोडेको छ। Đây, ra đây, đi ra, ăn đi. Đây, sao đây hả? Thì quay, về rồi, Asinba ra đây, đang đi nào. होला है। उसको दाँत दुख्यो भन्दै थियो, सायद त्यसको कारणले उसलाई पढाइमा मन लागेन कि। एकचोटि राहुललाई भेट्न जाउँ न त। हुन्छ। राहुल, अस्ति तिमी झाँक्रीकोमा गएको थियो होइन र? त्यहाँ त मलाई एक दिन त्यस्तो निको भएको जस्तो भयो, तर फेरि मलाई रातिदेखि अस्ति 2-3 दिन दुख्यो दाँत। अनि अहिले त मेरो दाँतै पुरै गइसक्यो, दाँतै छैन। खाना चबाउन कति गाह्रो हुन्छ मलाई त्यो दाँत नभइकन। तिमीलाई थाहा छ के गर्नुपर्छ? म त साह्रै परेशान भयो दाँतले गर्दा। मलाई त अस्ति झाँक्रीकोमा जाने कुरा पनि अलिक चित्त बुझेको थिएन। झाँक्रीले त त्यस्तो सम्झ हुँदैन र उसले त दाँतबाट किरा निकालेको भन्छ, तर हाम्रो दाँतमा किरा त हुँदैन नि त। अनि मलाई लाग्छ तिमी अबदेखि
भाबीकोमा गएर त सक्नु भएन, अब एकचोटि डेन्टिस्टकोमा गएर हेरौँ न। राहुल हुन्छ तिमीहरूको चिनेको कोही त्यस्तो डेन्टिस्ट डाक्टर छ भने जाउँ न त्यहाँ। हुन्छ जाउँ न त भोलि। जाउँ। नमस्ते बस्नु। हजुरलाई के भयो? के भन्नुहोस् डाक्टर साहब, म त 6 महिनादेखि यो दाँतबाट साह्रै परेसानी भयो मलाई। पहिले त म केमा के भन्छ लम्बो तेल राखेँ, अनि मलाई फेरि निको भएन। त्यसपछि घाँटीकोमा गएँ, त्यहाँ मलाई निको भएको जस्तो भयो। तर त्यसले गर्दा त मैले निको भइहाल्छ भनेर खाने, अनि त्यसले गर्दा त मेरो दाँतै पुरै किराले खाइसक्यो। अब त मलाई खाना खान पनि कति गाह्रो हुन्छ। मैले तपाईँको दाँत टेस्ट गरिदिनु है। गर्नुहोस् त अलिकति ठुलो आवाज गर्नुहोस् न। उसको त धेरै नै चिया लागेर जरासम्म गएर दाँत त पुरै खाइसकेको रहेछ नि त। हजुर समयमा आउनुभएको भयो भने यो कति ढिला गर्नुभएको? मैले त त्यति बेला मलाई थाहा नै थिएन। अब त म के गर्नु, मेरो दाँत नै गइसक्यो। हजुरले नै भन्नु के गर्नुपर्छ। तपाईँले धेरै नै ढिला आउनुभयो। अब यो दाँतलाई निकाल्ने पनि कुनै अरू उपाय नै छैन, यसलाई त निकाल्नै पर्छ। अब के गर्ने, त्यसो भए त निकाल्नै पर्छ। तर अब दाँत त डाक्टर के गर्नु पर्ला, दाँतमा खर्चा के कस्तो हुन्छ? नयाँ दाँत हाल्न पनि एकदमै महँगो हुन्छ। तपाईँको पहिला नै अलिकति भर्नु भएको भए त्यस्तो महँगो पनि हुँदैन थियो, समय पनि लाग्दैन थियो। म अब दाँत निकाल्छु है त। तपाईँले दाँत निकालेको थाहै भएन, कस्तो केही नै भएन मलाई त। किन होला यस्तो डाक्टर साहब? पहिला पहिला पनि अरू हामी साथीकोमा जानुभन्दा पहिला डेन्टिस्टको आउनु भएको भए तपाईँको पहिला नै उपचार पनि भइसक्यो र यस्तो दुखाइ सहेर पनि बस्नु पर्दैन थियो। अब म हजुरहरूलाई कि दाँतमा क्रिया लाग्न नदिनको लागि के गर्नुपर्छ, दाँत मार्न पनि राम्रोसँग सिकाउँछु। अनि हजुरले अब के गर्नुपर्छ म भन्छु है त। कोसँग बस्छ घरमा? सबजनासँग छ? ठुलो ठुलो हात यस्तो गर्नु त मैले गरेर कि Small down, down and down, up and down. अन्तिममा हामीले कति बेला मासु हुन्छ तपाईँहरूले? कुन बेला मासु हुन्छ? खाना खाएपछि कि खाना नखाने? आजदेखि चाहिँ हामीले सिकाएको शरीरले प्रश्न हुन्छ है।